साथीहरू, एउटा मान्छे जो काठमाडौँका क्लबहरूमा डीजे बजाउँथ्यो, एउटा मान्छे जो भूकम्पमा सडकमा निस्केर राहत बाँड्थ्यो, एउटा मान्छे जसले सडकमा उत्रेर पुरानो व्यवस्था हल्लायो 77 जनाको बलिदान सार्थक पार्न, र आज त्यही मान्छेले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्यो। यो कुनै बलिउड फिल्मको कथा होइन, यो हो सुदन गुरुङको वास्तविक जीवनको यात्रा। आउनुहोस् सुरुदेखि आजसम्म पुरै कथा जानौं। साथीहरू, हिडन फ्याक्ट्स नेपालमा तपाईहरूलाई स्वागत छ। आजको एपिसोडमा हामी कुरा गर्दैछौँ नेपालका अहिलेका गृहमन्त्री र सबैभन्दा चर्चित व्यक्तित्व मध्ये एक सुदन गुरुङको बारेमा। सुदन गुरुङको जन्म विक्रम सम्वत 2044 मा गोर्खा नेपालमा भएको थियो। बाल्यकालमा उनले धेरै समय होस्टेलमा बिताए। आफ्नै उमेरका साथीहरू घरमै हुर्किँदै गर्दा सुदन एक्लै थिए, तर त्यही एक्लोपनलाई उनले मान्छेप्रति गहिरो माया र सामुदायिक भावना सिकाए। काठमाडौँ आएपछि उनले इभेन्ट म्यानेजर र डीजेको रूपमा आफूलाई स्थापित गरे। राजनीतिज्ञ पोसाक होइन, युवाहरूको भाषामा बोल्ने, उनीहरूकै बीचमा हिँड्ने एउटा साधारण मान्छे। तर जीवनमा मोड आयो 2072 सालको भूकम्पले। भूकम्पपछि उनी सडकमा निस्किए। डाक्टर सन्दु कुरितसँग परामर्श गरी उनले राहत कार्यक्रममा उभिए र त्यहीबाट जन्मियो हामी नेपाल। यही थियो एउटा डीजेको जीवन परिवर्तनको सुरुवात। सन् 2020 मा कोभिड-19 महामारीको समयमा सुदन गुरुङले हामी नेपाल नामक गैर सरकारी संस्था औपचारिक रूपमा दर्ता गरे। यो एक युवा नेतृत्वमा चलेको गैर दलीय मञ्च थियो, जसले प्रत्यक्ष राहत र नागरिक संलग्नतामा ध्यान केन्द्रित गर्थ्यो। कोभिडको कहरमा उनले अक्सिजन र एम्बुलेन्स व्यवस्थापनमा जुटे। 2021 को बाढीमा गर्भवती महिला र घाइतेहरूलाई सहायता गरे। 2023 को टर्की सिरिया भूकम्पमा समेत सहयोग पठाए। डाक्टर सन्दु कुरित र मिस युनिभर्स नेपाल 2018 मनिता देवकोटा जस्ता प्रसिद्ध व्यक्तित्वहरू पनि यस संस्थासँग आबद्ध भए। हामी नेपाल केवल एउटा एनजिओ थिएन, यो सुदन गुरुङको असली परीक्षण भूमि थियो। 2082 साल भदौ 23 अर्थात् सेप्टेम्बर 8 नेपाल अशान्त भयो। सरकारी भ्रष्टाचार र 26 वटा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा युवाहरू देशभर सडकमा उत्रिए। आन्दोलन बिस्तारै होइन, देशैभरि आगो झैं फैलियो। प्रदर्शन चर्किँदै जाँदा स्थिति नियन्त्रण बाहिर गयो र त्यो प्रदर्शनमा देशभरिबाट 77 जनाले ज्यान गुमाउन पुगे। इतिहासकै कालो अध्याय बन्यो त्यो समय। यही आन्दोलनको बीचमा सुरुमा सामान्य स्वयंसेवकको रूपमा पानी र राहत बाँड्दै हिँड्ने एउटा नाम बिस्तारै सबैको ध्यानमा आयो, सुदन गुरुङ। र समय बित्दै जाँदा त्यही मान्छे आन्दोलनको केन्द्रीय अनुहार बन्न पुग्यो। उनले राष्ट्रपति र सेनाध्यक्ष अशोक राज सिग्देलसँग गहन वार्ता गरे, जसको परिणाम स्वरूप पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने र संसद विघटन गर्ने बाटो खुल्यो। जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्य बदलिसकेको थियो र त्यही परिवर्तनको अनुहार थिए सुदन गुरुङ। जनवरी 2026 मा सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरे। उनले गोर्खा 1 बाट प्रतिनिधि सभाको निर्वाचन लडे। नतिजा उनले 29,896 मत पाएर जिते। कांग्रेसका प्रमुख प्रतिस्पर्धीलाई 14,000 भन्दा बढी मतान्तरले पराजित गर्दै कांग्रेस र माओवादीको परम्परागत भोट बैंकलाई तोड्दै उनले गोर्खाको जनादेश पाए। सडकको आन्दोलनकारीबाट संसद सदस्य, यो यात्रा आफैमा इतिहास थियो। र 27 मार्च 2026 मा बालेन्द्र शाहको सरकारमा सुदन गुरुङले नेपालको गृहमन्त्रीको शपथ लिए। साथीहरू, के तपाईले बलिउड चलचित्र नायक हेर्नु भएको छ, जहाँ अनिल कपुरले एउटा साधारण पत्रकारको भूमिका निभाएका थिए, जसले एक दिनका लागि मुख्यमन्त्री बनेर भ्रष्टाचार विरुद्ध लड्छन्, नेताहरूलाई जवाबदेही बनाउँछन् र जनताको मनमा फेरि आशा जगाउँछन्। त्यो चलचित्रमा एउटा संवाद छ, परिवर्तन ल्याउने एउटा मान्छे मात्र होइन, सिस्टम बदल्नुपर्छ, तर त्यो सिस्टम बदल्नका लागि पहिले एउटा मान्छे उठ्नुपर्छ। 2001 मा यो फिल्म रिलिज भएको थियो, एउटा कल्पना जस्तो लागेको कथा। 2026 मा नेपालमा त्यो कल्पना वास्तविक भयो। नायकको नायकले एक दिन मात्र राज गरे, तर सुदन गुरुङ डीजेबाट उठेर वास्तविक जीवनको गृहमन्त्री बनेका छन् र न्याय लागू गरिरहेका छन्। यो फिल्म होइन, यो नेपालको इतिहास हो। गृहमन्त्री बनेको एकै रातमा सुदन गुरुङले के गरे? शपथ लिएको रातभर सुरक्षा प्रमुखहरूसँग छलफल गरी बिहानदेखि पक्राउ अभियान सुरु भयो। सुदन गुरुङ गृहमन्त्री हुन साथ नेपाल प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भक्तपुरको गुण्डु स्थित आवासबाट र पूर्व गृहमन्त्री रमेश लेखकलाई सूर्य विनायक स्थित घरबाट पक्राउ गर्यो।
गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग सिफारिसमा यो कारबाही गरिएको थियो। आयोगले दुवैलाई राष्ट्रिय दण्ड संहिताको धारा 181 र 182 अन्तर्गत फौजदारी लापरवाही र बेपरवाहीबाट मृत्युको अभियोगबाट अभियोजन गर्न सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनले भनेको थियो गोली चलाउन आदेश दिएको प्रमाण नभए पनि गोलाबारी रोक्न कुनै प्रयास नभएको र तिनीहरूको लापरवाहीले नाबालिग समेतको ज्यान गएको थियो। ओलीले अस्पतालबाट भिडियो लिङ्क मार्फत अदालतमा उपस्थिति दिए। उनको वकिलले पक्राउलाई अवैध र अनुचित भन्दै सर्वोच्च अदालतमा चुनौती दिने घोषणा गरे। ओलीको पार्टी नेकपा एमाले यसलाई राजनीतिक बदला भन्दै देशैभर प्रदर्शनको घोषणा गर्यो। त्यसैगरी पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई मनी लाउन्डरिङ सम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरो CIB ले पक्राउ गर्यो। तीनवटै पक्राउ एकैसाथ नयाँ सरकारको पहिलो र स्पष्ट सन्देश। यो पक्राउको सिलसिला जारी नै छ, जसमा 10 जना प्रमुख व्यक्ति परिसकेका छन्। एकपछि अर्को पक्राउ गर्दै गृहमन्त्री सुदन गुरुङले फेसबुकमा लेखे, नयाँको सुरुवात भयो, देशले अब नयाँ दिशा लिनेछ। यो कसैको विरुद्ध बदलाव होइन, यो नयाँको सुरुवात मात्र हो। बालेन्द्र शाहको सरकारले 100 बुँदे सुधार एजेन्डा घोषणा गरेको छ, जसमा 2046 देखि अहिलेसम्मका नेता र उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने कुरा पनि समावेश गरिएको छ। एउटा डीजे जसले रातभर म्युजिक बजायो, एउटा भोलुन्टियर जसले भूकम्पमा मानिस बचायो, एउटा युवा नेता जसले सडकमा उत्रेर व्यवस्था हल्लायो, एउटा सांसद जसले जनादेश पाए र आज नेपालको गृहमन्त्री जसले पूर्व प्रधानमन्त्रीलाई जेल पठाउने आदेश दियो। अनिल कपुरको नायक फिल्ममा एक दिन मात्र परिवर्तन आयो, तर सुदन गुरुङले वास्तविक जीवनमा नेपालको इतिहास बदलिदिए। सुदन गुरुङको कथा केवल उनको मात्र होइन, यो नेपालका हरेक युवाको प्रेरणा हो कि परिवर्तन सम्भव छ। यदि एउटा मान्छेले इतिहास बदल्न सक्छ भने भोलिको नेपाल बदल्ने शक्ति तपाईमा पनि छ। यस्तै राजनीतिक र समसामयिक जानकारीका लागि हिडन फ्याक्ट्स नेपालको युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्।